आज मैले भिरकुटी मण्डपमा के सामान किने हेर्नु है त साथीहरू। आज चाहिँ म सस्तो मस्तो शपिङ गर्छु भनेर भिरकुटी मण्डपतिर जाँदैछु। अनि म जस्तो को हुनुहुन्छ के साथीहरू, सस्तो पनि चाहिने अनि राम्रो क्वालिटी पनि चाहिने के। अनि यस्तो गर्मीमा 1 घण्टा जति रिङिसकेपछि बल्ल बल्ल 1-2 वटा लुगाहरू मन पर्यो मलाई। भिरकुटीमा अरू सामानहरू मन नपरे पनि मलाई यहाँको चटपट चाहिँ एकदम मन पर्छ है। पानीपुरी पनि ठिकै लाग्छ मलाई यहाँको। अनि त्यसपछि म लागे काठमाडौँ मलतिर। मैले खोजे जस्तो सामान चाहिँ मैले भिरकुटीमा पाएको थिएन, त्यही भएर चाहिँ म यहाँ काठमाडौँ मलमा आएको थिएँ। यहाँ चाहिँ मैले खोजे जस्तो सामान पाइसके। अनि मलाई चाहिँ कपडाहरू किन्दाखेरि चाहिँ आफूलाई मन परेकै किन्नु पर्छ के मलाई त। अरू बेला चाहिँ म कपडा किन्न गयो भने त्यहाँ जे देखे त्यही उठाइहाल्छु के। अनि घर ल्याइसकेपछि फेरि मन नै पर्दैन, कस्तो रिग्रेट फिल हुन्छ। त्यही भएर चाहिँ आज मैले खोजी आफूलाई जे किन्न मन लागेको छ त्यही किनेर ल्याएको छु। अनि छ नि नयाँ लुगा किन्न पाउँदा त कस्तो खुसी लाग्छ क्या मलाई त। झन् त्यो नयाँ लुगा लाएर हिँड्ने भने त मेरो कन्फिडेन्स लेभल हाई हुन्छ के। मलाई चाहिँ कन्फिडेन्स लेभल बढाउनलाई केही गर्नु पर्दैन के। नयाँ लुगा लाएर हिँड्यो भने यसै कन्फिडेन्स बढिहाल्छ मेरो त। मलाई मात्र यस्तै हुन्छ कि हजुरहरूलाई पनि यस्तै हुन्छ ल भन्नु है कमेन्टमा। अनि आज चाहिँ मैले के किने अर्को दिन लगाएर देखाउँछु ल।